किनेन भने रुइरहेको केटीमा अहिले म किनिदिन्छु बाबालाई भिडियो बनाएर पठाइदिन्छु आइसक्रिम खाने सानी राम्रोसँग खाऊ सानो चेस सानी चेस गर खाऊ राम्रोसँग खाऊ 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 टिकापुरमा केराको भाउ यस्तो महँगो किन हो त्यसलाई मैले दिदी कुन हाल्दियो है कुन हाल्दियो सानो छन् के अलिक केरा कसरी हो यो 80 रुपैयाँ त्यो टिकापुरको केराको भाउ पनि 100 त्यो नहाल्नु न हेर्नु न फुटेछ उता फुटेछ हेर्नु न बिग्रेछ त्यो केरा बिग्रेछ क्या एउटा आइसक्रिम खाए अब मिठो मिठो छ तरकारी हाट बजारमा महँगो छ त भाइ गाजर कसरी हो भिन्डी 15 रुपियाँ पाउ साग के साग हो यो मार्सेर सम्झिने मात्रै हो नि अनि यो कसरी हो यो गाजर आलु कसरी छ रातो 35 रुपियाँ Pigeon